सबैलाई नमस्ते। नमस्ते। म अनुज अधिकारी। म प्रितम घाटी छेत्री। आज पनि हामी नयाँ भिडियो लिएर आएका छौँ। आशा छ तपाईँहरूले माया गरिदिनु हुनेछ। विशेष गरी आज चाहिँ हामीले अघिल्लो एपिसोडमा हामीले चाहिँ विभिन्न विद्यार्थी जीवनमा चाहिँ जो बाहिरबाट यहाँ कोरिया आउँदा चाहिँ के कस्ता चुनौतीहरू हुन्छन्, के कस्ता यहाँको अब्स्ट्याकलहरू हुन्छ, यहाँको राम्रो पक्ष नराम्रो पक्ष आउँदा के हुन्छ भनेर हामीले विशेष सल्लाह कुराकानी गरेका थियौँ। आज हामीले चाहिँ नयाँ केही नयाँ गरौँ, केही नयाँ कुराकानी गरौँ, जो यो भिडियो हेरेर बस्ने सम्पूर्णलाई चाहिँ एकदम सजिलो होस् होइन भन्ने चाहिँ आज कुराकानी गर्ने एउटा जमर्को गरेका छौँ। अनि के छ त, तपाईँ आराम हुनुहुन्छ? म आरामै छु, जस राम्रै चलिरहेछ। अब कोरियाली जीवन त्यस्तै हो होइन। अब काम र पढाइ लिएर सबैलाई सम्हाल्दै अगाडि बढिएकै छ। तपाईँ दक्षिण कोरियामा चाहिँ कति समयदेखि हुनुहुन्छ? म आएको ठ्याक्कै 1 वर्ष कटिसक्यो। म लास्ट 2024को मार्च इन्टेकमा आएको थिएँ, मार्चमा। त्यस्तै नै। अनि कोरियाको कुरा गर्नुपर्छ चाहिँ नेपाल र कोरियामा चाहिँ यहाँको कुन पक्ष चाहिँ सबैभन्दा तपाईँलाई मनपर्छ? कोरियाको राम्रो पक्षहरू पनि धेरै छन्। मलाई यहाँको राम्रो पक्ष भनेको चाहिँ एउटा मान्छेहरू नै एउटा राम्रै छन् भनौँ जस्तो लाग्छ। किन भन्दा यहाँको डिसिप्लिन हरेक चिजमा यिनीहरूको डिसिप्लिन हुन्छ। घरमा होस् या बाहिर होस्, एउटा टाइमको समयको पनि एकदम डिसिप्लिन राख्छन् यिनीहरूले। हरेक मिनट सेकेन्डको यिनीहरूलाई महत्त्व हुन्छ। नेपालमा हुँदा हामीलाई टाइम गएको बितेको केही मतलबै हुन्थेन। फर इक्जाम्पल जस्तै म पहिला अब काममा पनि अब नेपालमा त्यस्तो मतलब हुन्थेन। जाँदाखेरि पनि अब 10 मिनट ढिलो जाँदाखेरि केही फरक पर्दैन थियो कि जस्तो लाग्थ्यो कि। तब यहाँ कोरियामा आउँदा 10 मिनट ढिलो आउँदा पनि अब धेरै नै काम यस्तो बिजी स्केड्युल हुन्छ यिनीहरूको। फेरि टाइमलाई फेरि एकदम फलो गर्छ। त्यो टाइमलाई फलो गर्नु भएन भने फेरि साउहरू पनि रिसाउने र क्लासमा टाइममा पुगेन भने त्यही अनुसारले चाहिँ आफूले ध्यान दिनुपर्छ। टाइमको एकदम महत्त्व छ। त्यो पनि मैले यहाँ आएर सिकेँ है। अरू कुरा अब सरसफाइदेखि लिएर अरू यताउति यहाँको क्लिन इन्भाइरोमेन्ट, नेपालको फोहोर वातावरणमा अब हुर्केको भनौँ कि सिक्न त सिकेकै छु, तर यहाँ आएर धेरै यो बारेमा पनि सिक्न पाइयो। जस धेरै पक्षहरू राम्रो पक्ष धेरै छ। जस यो भनौँ न, जस कोरियाको त यो छुट्टै छँदैछ। जस नेपालमै +2 गरेका भाइ बहिनीहरूलाई चाहिँ मेरो व्यक्तिगत सुझाव अब भनौँ न, त्यो सुझाव अनुसार चाहिँ के छ भने देशमै केही गर्न सक्यो भने त्यो जस्तो राम्रो चाहिँ केही पनि हुँदैन। किनभने विदेश सजिलो छैन यहाँ, र यहाँको अब मेन्टल स्ट्रेस, फिजिकल स्ट्रेस अब एकदम धेरै गर्नुपर्छ नि त होइन। त्यति सजिलो छैन यहाँ अर्का काम गर्नको लागि। अर्का गाली खानुपर्छ, राम्रो गर्दै गर्दैन गाली खानुपर्छ। त्यो मेन्टल स्ट्रेसहरू एकदम बढी हुन्छ कि होइन। जस्तै हामीले अब मैले व्यक्तिगत रूपमा भन्दा पनि नेपालमा मैले चाहिँ लगभग 6-7 वर्ष चाहिँ कामै गरेको, तर मलाई त्यहाँ चाहिँ त्यस्तो स्ट्रेस केही फिल भएको थिएन कि। अब यहाँ मैले अब काम गर्न थालेँ लगभग 1 वर्ष दिन लागिसक्यो। त्यो स्ट्रेस चाहिँ फिल छ होइन। त्यो अलि त्यति सजिलो छैन कि जस्तो लाग्यो मलाई पनि। किनभने मैले यसो सोच्दाखेरि यहाँ पैसा चाहिँ कमाउँछ, पैसा नकमाउने होइन। पैसा छ यहाँ, पैसा कमाउँछ, तर मान्छे खुसी छैन क्या। खुसी चाहिँ छैन। खुसी व्यक्तिगत रूपमा खुसी छैन। किनभने पैसा कमाउनु मात्रै ठुलो कुरो होइन नि त। पैसा त जसले पनि कमाउँछ। पैसा नेपालमा पैसा होला कमी छ, तर नेपालमा खुसी चाहिँ छ है। फेरि खुसी चाहिँ एकदम खुसी चाहिँ छ है। फेरि नेपालमा पैसा छैन, खुसी चाहिँ छ। यहाँ अब पैसा छ, साथीभाइ छैनन् नि। अब साथीभाइ लिमिटेड हुन्छ। अब कोहीको अब काम जानुपर्छ। अहिले हामी अब यो सकेर इन्टरभ्यू सकेर काममा जान छ होइन। त्यो छुट्टै पीडा छ नि त। फेरि यो पनि बनाउनु परेछ, त्यो पनि काम गर्न छ, कलेज जान छ, उता पनि जानु छ, इक्जाम दिन छ। त्यो सबै एकदम गाह्रो चाहिँ छ जस्तो लाग्छ है मलाई। हजुर। अरू केही थप्नु पर्ने? अब कोरियामा अब विदेश आइसकेपछि हरेक देश गाह्रै नै हुन्छ होला जस्तो लाग्छ। किनभने चाहिँ आफ्नो घर छोडेर आइसकेपछि
अब विदेशमा आफू एक्लै कसरी बाँच्ने भन्ने त्यो जिउँदै उस गर्दै गर्दा आउँदै गर्दा पनि अब गाह्रै हुन्छ तपाईँलाई। अब यहाँ आएर तपाईँले विदेशी भएको नाताले पनि तपाईँलाई अलि कोरियामा आउनुहुन्छ, त्यसपछि विदेशीलाई अलि हुने व्यवहार तर छुट्टै हुन्छ, अलि फरक हुन्छ काममा पनि। अलि फरेनर भनेपछि चाहिँ अलिकति अलि तल देखाउन खोज्ने चाहिँ हुन्छ होइन, किनभने यहाँको र उसले यहाँको र विदेशीलाई र यहाँलाई गर्ने व्यवहारै अलिक छुट्टै हुन्छ काममा पनि। अनि त्यो कुरा छँदैछ होइन। अब त्यो अब बिस्तारै चल्दै जान्छ त्यो, अब लाइफको अप एन्ड डाउन हुँदै गर्छ। त्यो दक्षिण कोरियामा बस्दा चाहिँ घरको चाहिँ कतिको याद आउँछ? घरको याद भनेको तपाईँको सुरुको 2-3 महिना चाहिँ आफ्नो घर छोडेपछि धेरै याद चाहिँ आउँछ है। त्यो सुरुको 2-3 महिनामा याद आए तापनि अब के हो, अब आफू के गर्न आएको, आफ्नो उद्देश्य के हो त्यो बुझेर अब त्यही अनुसारले कन्ट्याक्ट चाहिँ गरिराख्नुपर्छ। आफ्नो फ्यामिली हो होइन, कन्ट्याक्ट भनेको हरेक दिन हुनुपर्छ र आउने गर्छ। आफ्नो कनेक्सन त हो, आउनु पनि पर्छ र आउँदा आउँदै आफूले कसरी आफू अघि बढ्ने भन्ने त्यस्तो आफूले राम्रो गर्नु, कसरी बढ्ने आफू पनि आत्मबलियो बनाउनु पर्छ। जस्तै अब एउटा कुरा चाहिँ लाने यहाँनिर मलाई धेरै विद्यार्थीहरूले पनि सोध्नुहुन्छ विशेष गरेर होइन। हजुर हजुर। खास चाहिँ विद्यार्थीहरू आउँदा चाहिँ सोल बाहिर आउँदा ठिक कि सोल भित्र आउँदा ठिक भनेर सोध्नुहुन्छ कि? हजुर हजुर। त्यसको बारेमा चाहिँ के भन्दैन, यसो केही आफ्नो व्यक्तिगत अनुभवबाट आफ्नो अपर्च्युनिटीको हिसाबले चाहिँ अब सौलमै आउँदा ठिक। किन भन्दाखेरि चाहिँ कामको धेरै अवसरहरू जहाँ मान्छे हुने गर्छन् त्यतैतिर नै काम हुने गर्ने हो। तपाईँ गाउँमा जानुहुन्छ, त्यहाँ मान्छे छैन, केही छैन भनेपछि त्यहाँ काम होला भन्ने आश अब आफै बुझ्नु न। अब त्यो भएर सोल अब राजधानी पनि हो, अब राजधानीमा कामहरू चाहिँ धेरै नै पाउनुहुन्छ। तर सौल हो, अब धेरै विद्यार्थीहरूले यस्तो एउटा उस पनि छ कि क्वेसन पनि भन्नुहुन्छ, सौलमा आएर मैले काम पाइनँ, यस्तो भयो भन्नुहुन्छ। तर काम पाइनँ भन्दाखेरि काम छैन चाहिँ होइन। सौलमा तपाईँले यदि भाषा राम्रो अनि तपाईँले काम कसरी खोजिराख्नु भएको छ, अब आफ्नो दाइ दिदी मार्फत मात्र खोजिराख्नु भएको छ कि अब एप्सहरूबाट खोजिराख्नु भएको छ कि धेरै काम खोज्ने एप्सहरू पनि तपाईँलाई यहाँ वेबसाइटहरू हुने गर्छ, त्योबाट पनि काम खोज्न सक्नुहुन्छ। र आफ्नो नातेदार यताउति दाइ दिदी भाइहरूबाट अनिदेखि लिएर यहाँ एजेन्टहरू पनि हुने गर्छ, त्यहाँबाट पनि तपाईँले काम खोज्न चाहिँ सक्नुहुन्छ। सौल बाहिर गयो भने चाहिँ त्यस्तो एजेन्टहरू पनि कम पाउने र काम पनि त्यही अनुसारले कम हुने गर्दछ। प्राय त्यो गाउँतिर खासै काम नभएर प्राय जस्तो एग्रीमा काम र इलिगल्ली त्यस्तै कम्पनीहरूमा एउटा दुईटा काम हुने गर्दछन्। त्यसले गर्दा गाह्रो हुन्छ गाउँतिर। सकेसम्म चाहिँ सौलमा आउँदा धेरै राम्रो हुन्छ। त्यही त खास अपर्च्युनिटी नै सौलमै अलिकति राम्रो हुन्छ बाहिर भन्दा, किनभने अब बाहिर आएका भनौँ न विद्यार्थीहरू जुन सौल बाहिर आएका विद्यार्थीहरू नै फर्स्ट सेमेस्टर सकेपछि धेरैजनाले चाहिँ ट्रान्सफर लिएर चाहिँ सोलमा आउने एकदम चलन छ। त्यो पनि अब हामी तपाईँहरूलाई के भन्न चाहन्छौँ भने हामीले चाहिँ लगभग यो भिडियो यो हाम्रो दोस्रो एपिसोड हो। बिस्तारै चाहिँ हामीले यहाँको कोरियाको विभिन्न कुराहरू चाहिँ एक्सप्लोर गरेर तपाईँहरूमा चाहिँ विभिन्न भिडियोहरू लिएर आउनेछौँ। अब अहिले चाहिँ हामी 2-3 जनाले मात्रै जस इन्ट्रेक्सन गरेर भिडियो बनाएको छौँ। बिस्तारै हामीले चाहिँ गर्दै गइसकेपछि यहाँका कोरियामा बसोबास गर्नुभएका, अलि पहिलेबाट बसोबास गर्नुभएका, अलि कोरियामा हुनुभएका नेपालीहरूको चाहिँ लाई पनि लिएर एउटा भिडियोहरू चाहिँ बिस्तारै बनाउनेछौँ। त्यसको लागि चाहिँ तपाईँले प्रतीक्षा गर्नुपर्ने हुन्छ। हामीले त्यसको लागि सबै तयारी गर्दैछौँ। अहिले चाहिँ जस हाम्रो चाहिँ एउटा व्यक्तिगत भोगाई के कस्तो हुन्छ भनेर चाहिँ हामीले त्यही भिडियोमा चाहिँ तपाईँहरूमा देखाइरहेका छौँ। अब अरू कुरा भन्दा चाहिँ अब कोरियाको त छँदैछ, नेपालको त छँदैछ, यो कुरा अप्स एन्ड डाउन छँदैछ। अब कुरा हुँदै गर्छ, काम चल्दै गर्छ, यता हुन्छ उता हुन्छ, त्यो छँदैछ। अब यसो बुझ्दाखेरि कहिलेकाहीँ त राजनीतिको बारेमा पनि बोलिदिउँ कि जस्तो लाग्छ कि? नेपालको राजनीतिमा चाहिँ कसरी हेर्नुपर्छ, के छ नेपालको राजनीति? अब अहिलेको सिनारीमा हेर्दाखेरि चाहिँ के छ?
राजनीति ठिक छ त नेपालको? उतार चढाव देख्छु मैले चाहिँ। मलाई त के लाग्छ भने जति विदेशीका नेपाली छन् नि सब राजनीतिक कारणले गर्दाखेरि चाहिँ हो कि, किनभने छैन नि त। एउटा मान्छेले कोही इन्जिनियर पढ्छ, त्यसलाई राम्रो जागिर छैन होइन। विभिन्न स्किल वर्करहरू तिनीहरूलाई स्किल देखाउने ठाउँै छैन, किनभने फ्याक्ट्रीहरू बन्द छ होइन, काम गर्ने त ठाउँ नै छैन नि त। ठाउँ नभएपछि के गर्छ मान्छे, विदेश चिन्छ छैन नि त। त्यो अपर्च्युनिटी छैन, किनभने एउटा पोलिटिकल भइसकेपछि चाहिँ त्यसले आफ्नो सिर्जना गर्नुपर्ने हो नि त, त्यो छैन। अर्को कुरा अब त्यही हो, नेपालमा करप्सन बढी भएको भएर चाहिँ भ्रष्टाचार त एकदम धेरै छ एकदम। त्यसको कारणले पनि अब यहाँ नाम लिनु चाहिँ भएन भिडियोमा होइन, लगभग आफै हेरेर आफै महसुस गर्ने हो। 1 रुपियाँ भ्रष्टाचार गरे नि भ्रष्टाचार हो, करोड भ्रष्टाचार गरे नि भ्रष्टाचार हो। तपाईँले कति भ्रष्टाचार गर्नु त्यो आफै सोच्नुहोस् होइन, त्यो हामीले भन्न मिल्दैन। आफूले कति 1 रुपियाँ भ्रष्टाचार गरे नि भ्रष्टाचार हो, किनभने तपाईँले आफूले गरेको श्रम बाहेक चाहिँ अरू चाहिँ इलिगल रूपमा लिनुभएको सबै भ्रष्टाचारै हो क्या। अब आफूले कति भ्रष्टाचार गर्नुभयो त्यो आफै सोच्नुहोस्, भ्रष्टाचार बन्द गर्नुहोस् भन्न चाहन्छु। अब अहिले विभिन्न राजनीतिमा पनि नेपालमा एकदम युथहरू चाहिँ होइन अलि अगाडि देखा पर्ने गरेछन्, तर युथहरूलाई पनि फेरि यसो बुझ्दाखेरि बुढाहरूले अझै पनि ट्याम छान्दैछन् होइन, बुढाहरूले ट्याम छान्दैछन्। अब को बुढाहरू भनेर हामीले भने होला, त्यो फेरि भन्न नपरोस् है, कुन बुढाहरू हुन् आफै बुझ्नुहोस्। लगभग 60 कटेकाले मैले युथ भन्छन्, कति कटेका बुढा हुन् आफै जान्नु होइन। त्यो कुरा हामीले अब धेरै भन्नु भएन, फेरि हामीलाई फेरि अलिक गाह्रो हुन्छ। अब बिस्तारै अब यसको मतलब हामीले यो भिडियोमा चाहिँ यो राजनीति बारेमा कुरा गर्नुको मतलब के हो भने चाहिँ हामी बिस्तारै यो हाम्रो च्यानललाई चाहिँ एउटा नेपाल टु कोरिया मात्रै होइन कि विभिन्न पोलिटिकल कुराहरू, राजनीतिको कुराहरू छँदैछ होइन। अब आर्थिक कुराहरूदेखि लिएर सबै कुराहरूलाई समेटेर चाहिँ एउटा यसलाई चाहिँ पर्फेक्ट कम्बिनेसन बनाएर चाहिँ अगाडि बढाउँ भन्ने छ। किनभने सधैँ कामका कुरा मात्रै गरेर नि भएन नि त। हामीले चाहिँ अपर्च्युनिटिजको बारेमा थाहा बाहिर होस् या हाम्रो देशमा, जस्तै अब हामीले कुरा गर्दा कोरियाको मात्रै कुरा गरेर भएन नि त, किनभने हामी सधैँको लागि कोरिया आएन, हामी सर्टेन पिरियडको लागि आयो। लास्टमा त हाम्रो देशै प्यारो हो नि त होइन। हामी फेरि देश फर्किन्छ, के छ त्यही बुढाहरूले शासन गरेको देशमा फेरि बस्नु पर्यो फेरि होइन। त्यसको लागि त हुनु पर्यो नि त, किनभने सरकारले पनि एउटा रुल बनाउनु पर्यो कि अब त्यो बुढाहरूलाई चाहिँ बुढा मात्रै 40 वर्ष 50 वर्ष राजनीतिमा लाएर मात्र के गरे त, खोइ केही भएको छैन। सर्टेन पिरियड गरिसकेपछि यदि त्यसले गर्न सक्दैन भने रिजाइनेसन दिएर बस्नु पर्यो, फेरि अर्को नयाँ मान्छे आउनु पर्यो, गर्न सक्ने मान्छेलाई गर्न दिनु पर्यो, नसक्ने मान्छे चाहिँ साइड लगाउनु पर्यो भन्ने कुरो हो होइन। अब त्यहाँ लगभग हामी यो चाहिँ एपिसोडको अन्तिममा आइसकेका छौँ होइन। अब मैले केही कुरा निकाल्न बाँकी, तपाईँले केही कुरा यसो भनौँ जस्तो केही छ त? अन्त्यमा चाहिँ अब के भन्न चाहन्छु भने हामी अब यो ठाउँ कोरियामा रहेर अब धेरै कुराहरूको बारेमा चाहिँ हामी तपाईँहरूलाई जानकारी दिन्छौँ। कोरियामा अब स्टुडेन्टदेखि लिएर इपिएसमादेखि आउनुभएका इपिएसमा आएको र विद्यार्थी तथा E7 भिसादेखि लिएर धेरै हुनुहुन्छ नि त। उहाँको भोगाई, उहाँको अनुभवहरू के कस्ता छन्, हाम्रो विद्यार्थीको मात्र नभएर हरेक यहाँ कोरियामा बसोबास गर्ने नेपालीहरूको भोगाईलाई चाहिँ तपाईँहरू सामु अब आउने भिडियोहरूमा लिएर उपस्थित गर्नेछौँ र त्यस्तै नै हो। अरू तपाईँको के छ भने होइन, जस मैले भन्न खोजेको नि त्यही हो। हाम्रो भिडियोलाई एकदम माया गरेर चाहिँ हेरिदिनु हुनेछ भन्ने आशा छ। अब बिस्तारै हामीले फेरि यसलाई 3rd, 4th, 5th एपिसोड गरेर चाहिँ यसलाई बिस्तारै कन्टिन्यू गर्छौँ। जस यो भिडियो हेरिदिनु भएकोमा, अहिलेसम्म स्किप नगरी हेरिदिनु भएकोमा चाहिँ तपाईँहरू सबैलाई धन्यवाद दिँदै यो हाम्रो चाहिँ यो लगभग यो एपिसोड यहीँ अन्त्य गर्न चाहन्छौँ। धन्यवाद।